आक्रमक भएर अगाडि बढिरहेको छ नेपाल प्रहरी। आन्दोलनकारीले 81 ढुङ्गामुढा बर्साउन थालेपछि यति बेला नेपाल प्रहरी साइरन बजाउँदै आक्रमक शैलीमा अगाडि बढिरहेको छ। अहिले दृश्यमा देखिरहनु भएको छ नेपाल प्रहरीले यति बेला एमालेका कार्यकर्ताहरूलाई खटिरहेको अवस्था छ। प्रहरी र आन्दोलनकारी बीच घचेडको अवस्था भइरहेको छ। आनिरहेको अवस्था छ यति बेला प्रहरीले लाठीचार्ज गरिरहेको अवस्था देख्न सक्छ। प्रहरीले लाठीचार्ज गरिसकेको अवस्था छ। दर्शक महानुभाव देख्न सक्छ दिएको अवस्था छैन। दर्शक महानुभाव यो दृश्य हामीले तपाईँलाई प्रदर्शनमा देखाइरहेको छौँ। प्रहरीले यहाँ आगजनी गरेको स्थल नियन्त्रणमा लिएको छ। What did